अहिले हाम्रो मासिक 2 अर्ब रुपियाँ रेमिटेन्सकोबाट आइरहेछ, ब्याङ्कमा लिक्विडिटी धेरै छ भन्ने कुरा गर्नुभयो है। अनि निजी क्षेत्र अलिकति डाउन छ, पैसा दिन खोजिराख्नु भएको छ। यसमा राष्ट्र ब्याङ्कले कडा नियम ल्याएर ब्याङ्क अलिकति डराएको हो कि आफ्नो रिस्कको लागि, जस्तै नन पर्फर्मिङ लोन्सको लागि अथवा पर्फर्मिङ लोन्सकै लागि भए तापनि ब्याङ्क्सहरू लोन दिन डराएर पैसा त्यत्तिकै राखिरहेको हो कि अहिले यति धेरै एन्टरप्रेन्योरसिप माइन्ड छन् होला यो अडिटोरियममा, उनीहरूले 2 लाख माग्यो भने अथवा 1 लाख माग्यो भने पनि हामीले अब बाहिर यसो हेर्नुपर्दा सर्टिफिकेट आफ्नो धितो राखेर अथवा धितो राख्न सक्दैन भने केही गरेर निजी क्षेत्रलाई ब्याङ्कले के कसरी प्रोत्साहन गर्न सक्छ। यस्तो स्टुडेन्ट्स, अघि भर्खर एउटा क्वेसन सोध्नुभयो यो मोबिलिटीकै बारेमा, यस्तो स्टुडेन्ट्सलाई अलिकति प्रोत्साहन दिन ब्याङ्किङ सेक्टरले अथवा एनआरबीको सपोर्टमा ब्याङ्कले के गर्न सक्छ भनेर मनोज सर र हाम्रो सत्येन्द्र सरलाई मेरो क्वेसन। पहिलो कुरा त अहिलेको जुन लिक्विडिटीको सिचुएसन छ, म यहीँ स्टिक हुन्छु। यो लिक्विडिटीको सिचुएसन चाहिँ राष्ट्र ब्याङ्कको स्ट्रिक्ट रेगुलेसनले अरूले भन्ने कुरा चाहिँ होइन। राष्ट्र ब्याङ्क रिमेन फ्लेक्सिबल, मैले अघि नै भनेको थिएँ यहाँहरूलाई, लगभग 4औं वर्ष हो यो फ्लेक्सिबल मोनेटरी पोलिसीहरू आइराखेको छ। राष्ट्र ब्याङ्क चाहिँ यति धेरै फ्लेक्सिबल र एकोमोडेटिभ भइरहेछ, दे आर सपोर्टिङ, दे आर ट्राइङ टु सपोर्ट। तर यो भन्दै गर्दाखेरि तपाईँहरूले कहिलेकाहीँ सुनिरहेको कुरा चाहिँ अलिकति त्यो वर्किङ क्यापिटल गाइडलाइन्स चाहिँ अचानक झ्याप्पै जुन हिसाब किताबले आयो त्यताबाट अलिकति चाहिँ जुन बजारमा त्यसको रिक्वायरमेन्ट मिट गर्न नसकेर, किन भन्दा कर्जाको सदुपयोगितादेखि अरू कुरा पनि आउँछ, त्यसमा फेरि चाहिँ राष्ट्र ब्याङ्कलाई दोष लगाउनु भन्दा पनि ब्याङ्कले कसरी मोनिटरिङ गरिरहेको थियो, व्यवसायले कसरी सदुपयोग गरिरहेको थियो भन्ने कुरा पनि आउँछ। त्यो एज सच पोलिसी वाज गुड, तर टाइमिङ र झ्याप्पै आउँदाखेरि त्यसले अलिकति ब्रेक लगाउने गरेर गाह्रो पारे हो। त्यो बाहेक चाहिँ राष्ट्र ब्याङ्कले चाहिँ गर्दा नीतिले होइन, यो मार्केटमा डिमान्ड नै क्रिएट नभएको पहिलो पार्ट। सेकेन्ड पार्ट चाहिँ भाइले जस्तै धेरैले प्रश्न सोध्नुहुन्छ, यस्तो प्रश्न धेरै ठाउँ मैले जवाब दिनुपर्छ। यति धेरै सर्टिफिकेट राखेर किन नदिने, यत्तिकै चाहिँ मेरो प्रोजेक्ट राम्रो छ किन नदिने, हामीलाई किन नपत्याउने, हाम्रो गजबको बिजनेस आइडिया छ, एमबिए पनि गरे हो, हामीले पढाए पनि हो, हुने खानलाई मात्र किन दिने, अझ धन्न भन्नु भएन तपाईँले पोलाइटली बोल्दा होइन। तपाईँ हुने खानलाई मात्र लोन दिने, नहुनेलाई किन नदिने, हुने खानलाई मात्र दिने भनेर पनि भन्छ। म तपाईँलाई भन्छु कि तपाईँलाई सिम्पल मैले एक्जाम्पलले तपाईँलाई सम्झाउँछु। हामीले चलाइरहेको पैसा मैले अघि तपाईँलाई भने पब्लिकको पैसा हो। हामी एज अ फाइनेन्सियल इन्टरमिडिएटर गर्ने के हो त भन्दा त्यो पब्लिकको पैसा हामीले यसरी दिनुपर्छ ताकि नफसोस् र त्यो रिटर्न गर्न हामीले पैसाको सुरक्षा गरिदिन सकेनौँ भने त फाइनेन्सियल इन्टरमिडिएसन नै चल्दैन। अब म तपाईँलाई एउटा प्रश्न सोध्छु ब्याङ्किङ छोडेर, मलाई तपाईँलाई भने बाहिर निस्किँदै गर्दा भाइ सुन्नु न, मलाई अलिकति गाह्रो भयो, मेरो पर्स चाहिँ अफिसमा छुटेछ, हेर्नु न ट्याक्सी पनि भएन, अब उहाँले पनि छोडिदिनु होला, मलाई सुन्नु न 1000 रुपियाँ दिनु न भनेर भन्यो भने तपाईँले मलाई 1000 रुपियाँ सायद दिनुहुन्छ होला होइन। अब अन्कनाउनु भयो भने मेरो घडी राख्नु नि तल, पछि भन्नुभयो भने दिनुहुन्छ होला, औँठी राखेर दिनुहुन्छ होला। बाटोमा एउटा यत्तिकै हिँडेर मान्छेले मैले पर्स छोडेछु के गर्ने, मलाई त गाह्रो भयो 500 रुपियाँ दिनुहोस् भन्दाखेरि पनि तपाईँ त्यसलाई 50 रुपियाँ त फर्किनै नगरेर दिनुहुन्छ होला, तर 500 रुपियाँ दिनुहुन्न। सो डिफ्रेन्स के हो त भन्दा जसलाई तपाईँले विश्वास गर्न सक्नुभयो त्यसलाई दिनुहुन्छ, जसलाई सक्नु भएन दिनुहुन्न, किन भन्दा फिर्ता आउने आश नभएकोलाई दिनुहुन्न नि त। त्यस कारणले तपाईँले बिजनेस गर्ने कुराको रिस्क चाहिँ हेर्नुहोस्, बिजनेस पर्सनले लिन्छ, ब्याङ्कले लिन सक्दैन। ब्याङ्कले भनेको चाहिँ हामीले क्रेडिट रिस्क लिने हो, बिजनेस रिस्क लिन सक्दैनौँ। र तपाईँहरूको धेरै अब स्टार्टअपको चाहिँ धेरै एडभोकेसी गरिराख्ने साथी पनि यहाँ हुनुहुन्छ, धेरैचोटि उहाँसँग पनि मेरो चर्चा परिचर्चा हुन्छ। हामी स्टार्टअपलाई किन फाइनेन्सिङ गर्दैनौँ त भन्दाखेरि स्टार्टअपको फेलर रेटहरू चाहिँ बढी हुन्छ, तपाईँले गरेको बिजनेस सक्सेस हुनसक्छ नहुन सक्छ। त्यस कारणले ब्याङ्कहरू तपाईँहरू यत्तिकै मेरोसँग सर्टिफिकेट छ भनेर आउँदा यहाँ त धितो राखेको चिज त यहाँ कहाँको मान्छे चाहिँ नाबालिग साबालिग भयो भनेर चाहिँ अदालत र कोर्ट कचेरी गरेर रियलाइज गर्न सकेको बेलामा तपाईँको सर्टिफिकेट धितो राखेर सर्टिफिकेट बिग्दैन भोलि। त्यस कारणले पैसा फस्छ कि भन्ने डरले र आजको जुन क्रेडिट मोनिटरिङ सिस्टम छ देशको त्यो नभएको कारणले सक्दैन। विदेशतिर त तपाईँको क्रेडिट स्कोरिङ सबै तपाईँको एउटा नेसनल आइडी हाल्दा बित्तिकै सर देखिन्छ, यहाँ चाहिँ केही पनि देखिँदैन। भोलि चाहिँ त्यो होला, आज नभएको। त्यस कारणले अब म यसरी रोक्दैन तपाईँलाई। यदि तपाईँलाई त्यस्तो छ भने म जहिले पनि भन्छु कि तपाईँहरूकोसँग त्यस्तो बिजनेस आइडिया छ, ओहो गजब छ भने पहिलो काम के गर्नु पर्यो, ब्याङ्कमा गएर हो म चाहिँ आइडिया छ 2 लाख दे भन्ने होइन कि। तपाईँसँग त्यस्तो गजबको बिजनेस आइडिया छ भने बिजनेसको रिस्क लिने मान्छेहरू उहाँ ऋतुजी कहाँ जाने, टिम कहाँ जाने, दिज पिपल आर द पिपल हु विल टेक रिस्क बिजनेस। अनि इफ दे विल एक्सेप्ट युर प्रपोजल अनि उहाँहरूसँग आउनुहोस् न, त्यसपछि त 2 लाख किन 2 करोड दिन्छु नि म
होइन। अनि यदि तपाईँहरूको प्रपोजललाई एउटा बिजनेस पर्सनले नै पनि ओन गर्न सक्दैन भने ब्याङ्कले कसरी गर्छ होला? उहाँहरूले ओन गर्छ भने उहाँहरूले नै फाइनेन्सिङ गरिहाल्छ। आजकल त तपाईँले PVC भन्छ, एन्जल इन्भेस्टर भन्छ, टिम्स कम्पनीज डुइङ अल दोज थिङ्स होइन। त्यस्तो ठाउँमा तपाईँले एप्रोच गर्नुहोस्। भेन्चर क्यापिटल अहिले प्राइभेट इक्विटीको कुराहरू चलिरहेछ, तपाईँहरू त्यस्तो ठाउँमा जानुहोस्, स्टार्टअपलाई फन्डिङ गर्ने ठाउँमा जानुहोस्, चलिरहेको बिजनेस पर्सनहरू भएको ठाउँमा अलिकति इक्विटी अलिकति के गर्ने हो कुरा गरेर आउनुहोस्, या त मिलेर आउनुहोस्, नभए चाहिँ त्यहाँ जानुभयो भने तपाईँको समाधान हुन्छ। ब्याङ्कले त म एकदम स्ट्रेटै छु, सरी भन्छु, तपाईँ मगा आउनुभयो भने नाइ भनेर पठाउँछु। थ्याङ्क यू।